चाहिँ एउटा प्रतिबिम्बतात्मक एउटा प्रतिरोधको भाषा हो भनौँ। एउटा चाहिँ यो हाम्रो आन्दोलन हो जुन चाहिँ यो राज्य सत्ताले अब हामी आदिवासी, हामी उत्पीडित, हामी चाहिँ पछाडि पाडिएका वर्ग छौँ, उनीहरूको आवाज पनि सुन्न चाहिरहेको छैन र अनुहार पनि देख्न चाहिरहेको छैन। त्यही भएर चाहिँ यो अनुहारलाई नै छोपेर बरु हाम्रो सायद आन्दोलनहरू लेखिएर देखाइयो भने सायद देख्ला कि आवाज नसुने पनि भनेर चाहिँ यो एउटा कलात्मक प्रतिबिम्ब गर्ने प्रयास चाहिँ हो जुन चाहिँ हाम्रो कलाकार साथीहरूले चाहिँ यसलाई उतार्ने प्रयास गर्नुभएको छ। यो नो केवल कर आन्दोलन भनेको एउटा यो केवल कार बन्ने विरुद्धको आन्दोलन मात्र होइन, यो आदिवासीहरूको अधिकार स्थापित गर्ने आन्दोलन हो यो जुन चाहिँ सदियौँदेखि सयौँ वर्षदेखि चल्दै आइराखेको छ, जसमा चाहिँ जो चाहिँ शासन सत्तामा भइराखेका व्यक्तिहरू छन् त्यही नै छन्, स्वरूप मात्रै परिवर्तन भइराखेको हो जुन चाहिँ अहिले हामी भोग्नु परिराखेको छ। यो किसिमको आन्दोलन नेपालमा अहिले मात्र भएको होइन, चाहे त्यो नेसनल पार्क भन्दाखेरि होस्, त्यतिखेर थारूहरूले गरेको प्रतिरोधको कुराहरू होस्, आदिवासीले गरेको प्रतिरोधको कुराहरू होस्, अथवा राज्यलाई चाहिँ जब यसलाई चाहिँ गणतन्त्रात्मक रूपमा चाहिँ बनाउँदाखेरि प्रदेश स्तरमा लग्दाखेरि त्यसमा जुन रूपमा चाहिँ विभाजित गरिएको होस्, उनीहरूलाई चाहिँ भूमिबाट अलग्याउने प्रयासहरू गरिएको होस्। अघि यहीँ पनि थारू आन्दोलनकारीहरू अगाडि हुनुहुन्छ जसको अधिकारहरू चाहिँ खोसिएको छ, भूमि अधिकार खोसिएको छ। हो यी भूमि अधिकार स्थापित गर्ने एउटा आन्दोलन हो र त्यही क्रममा चाहिँ राज्यले चाहिँ र विभिन्न व्यापारी घरानाहरूले चाहिँ आदिवासी भूमिलाई कब्जा गर्ने क्रममा हो त्यसको प्रतिरोध गरिराखेको हो। त्यो भएर चाहिँ म पनि मेरो समुदाय पनि यसबाट विस्थापित भइराखेको अवस्था छ र भइराखेकै थियो र अहिले पनि छ र अहिले उता सुदूरपूर्वतिर हेर्ने भने चाहिँ लिम्बुवान खम्बुवानका साथीहरूलाई पनि त्यस्तै भइरहेको छ। सो जबसम्म हामी एकजुट हुँदैनौँ तबसम्म यो निरन्तर चलिरहन्छ भनेर चाहिँ यसलाई रोक्नको लागि, यस्तो किसिमको दमन शोषणलाई रोक्नको लागि चाहिँ हामीहरू चाहिँ सडकमा छौँ। पहिलो कुरा त यो पहिलेदेखि अब सदियौँदेखि जुन रूपमा चाहिँ राज्य सत्तामा को छ भन्ने हो, अझसम्म त्यो राज्य सत्तामा को छ भन्ने कुरा अझसम्म हामीले तोड्न सकिराखेका छैनौँ, किनभने हाम्रो प्रतिनिधित्व हुनुहुन्छ तर त्यो रूपमा चाहिँ बलियो रूपमा जसम्म हामीले स्थापित हुन सकिराखेका छैनौँ राज्यको निर्णय गर्ने स्थानमा चाहिँ होइन, जुन रूपमा चाहिँ चाहे संविधानको संशोधनको कुरा गर्दा होस् अथवा जुन कुरा होस्, जो चाहिँ राज्य सत्तामा छ अथवा जुन वर्ग चाहिँ पहिलेदेखि राज्य सत्तामा छ उनीहरूले चाहिँ आफ्नो अनुकूलको कानुन बनाउँदैछन्, संशोधन गर्दैछन्, तर हाम्रो चाहिँ अझसम्म त्यो खालको छैन। पहिलो कुरा त हाम्रो मिनिङफुल रिप्रेजेन्टेसन अझसम्म हुन सकिरहेको छैन। दो हामी चाहिँ पहिला भन्दा चाहिँ एटलिस्ट हाम्रो रिप्रेजेन्टेसन चाहिँ हुँदैछ, जुन चाहिँ हामीले क्लेम गरेका छौँ त्यो कसरी दिएको पनि हामीले क्लेम गरेर चाहिँ खोसेर लिएको अधिकार हो। त्यो चाहिँ अझसम्म चाहिँ हामी कमजोर नै छौँ र पहिलोको तुलनामा चाहिँ अहिले चाहिँ अब अधिकारको त्यो कुराहरू हेर्नु भने त शोषणको हामी प्रतिरोध गर्न सक्ने अवस्थामा चाहिँ छौँ। आदिवासीहरूको धार्मिक सांस्कृतिकमाथि प्रहार गर्ने जुन प्रयास गरियो तत्कालीन अवस्थामा द्वितीय बहुमतको सरकारले, त्यो बेलामा हामीले यो काठमाडौँ उपत्यका नेवा भूमि लगायत देशैभरि नेवारहरूको साझा सङ्गठन नेवा चेतको लगायतले हामीले सङ्घर्ष गर्यौँ र फिबोख्योमा लाखौँ नेवारहरू साथसाथै अन्य समुदाय उतारेपछि आइसकेपछि राज्य पछाडि हट्नु परेको हामीलाई थाहा छ। हामी यो विषयमा वर्तमान सरकार र राज्य पक्षलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। अब मुकुलुङमा जुन आन्दोलन भइरहेको छ यो पनि सामाजिक सांस्कृतिक धार्मिकदेखि लिएर आफ्नै मूल्य मान्यता र आदिवासीहरूको भूमिमा हस्तक्षेप गर्ने र विकासको नाममा राजनीति गर्न खोजिएको छ। हामी कदापि सहन सक्दैनौँ। हामी आदिवासीहरू हाम्रो भूमिमा हाम्रो संस्कृतिमा जब प्रहार हुन्छ हामी चुप लाएर बस्दैनौँ, हामी आन्दोलनमा जानेछौँ र आन्दोलन अहिले पनि भइरहेको छ। यो आन्दोलन विगतको गुदीको आन्दोलन जस्तै बनाउनु नपरोस्, सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ र भोलिका दिनमा अझ सशक्त ढङ्गबाट यो आन्दोलनलाई अगाडि बढाउनुको लागि देशभरिका नेवाहरूको तर्फबाट यो नेवा भूमिमा हामी उद्घोष गर्न चाहन्छौँ। धन्यवाद। चोदलोपा नमस्कार। जुन किसिमले चाहिँ कमजोर भइरहेको छ संहिताप्रति पहिचानवादीहरूको जुन किसिमको चाहिँ एउटा पकड हुन पर्ने हो, पहिचानवादीहरूले जुन एउटा स्वामित्व लिन पर्ने हो त्यो स्वामित्व लिन नसक्नुको मूल कारण नै के हो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ हामी धार्मिक सांस्कृतिक आन्दोलनबाट हामी अगाडि बढिरहेका छैनौँ। अहिले पनि यहाँका मूलवासीहरू, यहाँका शिल्पीहरू अधिकांश हिन्दू वर्ण व्यवस्थाबाट चाहिँ निर्देशित छन् र उनीहरू आदि हिन्दू छन् र आदि चाहिँ पहिचानवादी आफ्नो धर्म संस्कृतिसँग जोडिएका छन्। जबसम्म चाहिँ हामी 100% यो हिन्दू वर्ण व्यवस्था र यो जातिवादी मानसिकताबाट
आफ्नो धार्मिक सांस्कृतिक एउटा पहिचानलाई चाहिँ हामीले संरक्षण गर्न सक्दैनौँ तबसम्म चाहिँ हामी चाहिँ राजनीतिक रूपमा चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ। तपाईहरुलाई म एउटा अम्बेडकरको भनाइ राख्न चाहन्छु, जुन समुदायले आफ्नो इतिहासको अध्ययन गर्दैन, जुन समुदायले आफ्नो इतिहासको बारेमा चाहिँ ज्ञान हासिल गर्दैन र त्यसको चौकमा टेकेर राजनीतिक आन्दोलन अगाडि बढाउँदैन भने त्यसले न त वर्तमानको दिशानिर्देशन गर्न सक्छ न भविष्यको दिशानिर्देशन गर्न सक्छ। त्यो कारणले गर्दाखेरि हाम्रो इतिहास, हाम्रो अस्तित्व, हाम्रो फरक छ। हाम्रा सम्पूर्ण धार्मिक सांस्कृतिक हाम्रा पहिचानहरू, हाम्रा धरोहरहरू सबै कुराहरू हाम्रो लुटिएका छन्। त्यसलाई चाहिँ एकलवादी शासकहरूले, नस्लीय शासकहरूले चाहिँ आफ्नो स्वामित्वमा राखेर हाम्रो अस्तित्व समाप्त गरेका छन्। एउटा कुरा तपाईँ हामीले एउटा कुरा बुझ्नुपर्ने के जरुरी छ भन्दाखेरि चाहिँ धार्मिक सांस्कृतिक उत्पीडन भनेको चाहिँ राजनीतिक रूपमा दीर्घकालीन रूपमा चाहिँ आफ्नो नियन्त्रणमा राख्ने चाहिँ एउटा माध्यम हो। त्यो कारणले गर्दाखेरि जबसम्म चाहिँ हामीले धार्मिक सांस्कृतिक उत्पीडनबाट हामी बाहिर आउन सक्दैनौँ तबसम्म चाहिँ हामीले चाहिँ राजनीतिक रूपमा चाहिँ आफ्नो हैसियत बनाउन सक्दैनौँ। यहाँ चाहे तपाईँ शिल्पीको कुरा गर्नुहोस्, आज सुदूरपश्चिममा शिल्पी समुदायको आफ्नै भूगोल थियो, आफ्नै इतिहास थियो, आफ्नै परम्परा थियो, आफ्नै संस्कृति थियो। तर जब हिन्दूहरूको अतिक्रमण चाहिँ त्यहाँ भयो त्यसपछि उनीहरूलाई विस्थापित गरेर त्यहाँका उनका आफ्ना कुलदेवी देवताहरू, उनीहरूका भूगोलहरू, उनीहरूको प्राकृतिक रूपमा चाहिँ जुन स्रोत साधनको परिचालन गरेका थिए ती सबै आफ्नो नियन्त्रणमा राखेर उनीहरूलाई नाङ्गो बनाइदिए। त्यसपछि जनजातिमाथि जुन किसिमको चाहिँ अतिक्रमण भयो र उनीहरूलाई पनि त्यही किसिमले चाहिँ नाङ्गो बनाइदिए। तर जनजातिहरूको चाहिँ इतिहास अलिकति छोटो भएको कारणले गर्दाखेरि अहिले पनि कुनै न कुनै रूपमा जनजातिहरूले आफ्नो पहिचान, आफ्नो अस्तित्वलाई चाहिँ संरक्षण गर्न सफल भएका छन्। तर शिल्पी समुदायहरू पूर्ण रूपमा चाहिँ उनीहरू चाहिँ ध्वस्त भएको कारणले गर्दाखेरि अहिले सङ्गठित हुन सकिरहेको छैन र उनीहरूले आफ्नो धार्मिक सांस्कृतिक धरोहरलाई चाहिँ जगेर्ना गर्न उनीहरूले सकिरहेको छैनन्। र म यहाँहरूलाई के अनुरोध गर्छु भन्दाखेरि यहाँहरूले आफ्नो धार्मिक सांस्कृतिक धरोहरको लागि चाहिँ जगेर्ना गर्नुहोस्, त्यसलाई संरक्षण गर्नुहोस्, त्यसलाई सम्वर्धन गर्नुहोस्। त्यसले तपाईँहरूको बिचमा चाहिँ एउटा पूर्ण रूपमा भावनात्मक एकता चाहिँ कायम हुन्छ र त्यसले चाहिँ तपाईँको जुन एउटा संहिताको आन्दोलन छ त्यो आन्दोलनलाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउन सक्छ भन्ने चाहिँ मेरो आफ्नो भनाइ र अभिव्यक्ति राख्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद।